बब्बाल अनेस्टली एक शब्दमा भन्ने हो भने दामी कथा वस्तु कस्तो लाग्यो मुभीको एकदम एप्रिसिएट गर्ने लायक छ होइन तपाईँहरूलाई थ्याङ्क यू सो मच होइन यस्तो मुभी यहाँ चलाउनु भयो र हामीले हेर्न पायौँ लाइक आइ एम मिसिङ होम लिटरली होइन सकेसम्म चाँडैभन्दा चाँडै जान पाऊँ कहिले फर्काइदै हुनुहुन्छ के थाहा भेरी सुन मेबी नेपाल जाने पर्सेन्टेज 50% थियो भने आफ्टर मुभी 70-80% भइसकेको छ थ्याङ्क यू सो मच है जानुपर्छ है तिमी कस्तो लाग्यो एकदम बवाल हो यस्तो फिल्म चाहिँ नदेखाउनुहोस् कि मान्छे भाव भयो सबैजना हेर्नु धेरै रुनुभयो के हो ब्रदर कस्तो लाग्यो मुभी राम्रो छ राम्रो छ है हजुर कस्तो लाग्यो हजुर एकदम दामी 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 कतिको रुनुभयो कस्तो लाग्यो मुभी है नमस्ते एकदम राम्रो दाइ कस्तो लाग्यो एकदम बवाल छ बवाल छ है कस्तो लाग्यो हजुर राम्रो छ ब्रदर कस्तो लाग्यो मुभी राम्रो छ कस्तो लाग्यो मुभी राम्रो लाग्यो थ्याङ्क यू ब्रदर कस्तो ब्रदर मुभी ठिकै लाग्यो राम्रो है राम्रो लाग्यो कस्तो लाग्यो हजुर एकदम धेरै राम्रो हस् थ्याङ्क यू कस्तो लाग्यो मुभी एकदम राम्रो कस्तो लाग्यो मुभी राम्रो है कस्तो लाग्यो ब्रदर मुभी एकदम राम्रो रहेछ एकदम राम्रो छ है कस्तो लाग्यो रोएर आउनु कस्तो लाग्यो राम्रो लाग्यो राम्रो कस्तो लाग्यो हजुरलाई कस्तो लाग्यो एकदम राम्रो लाग्यो कस्तो लाग्यो ब्रदर एकदमै राम्रो राम्रो छ कुन चाहिँ पछि मन पर्यो तपाईँलाई फिल्म उही विदेशको त्यो है एकदमै कस्तो लाग्यो हजुरलाई कस्तो लाग्यो एकदम रमाइलो एकदम राम्रो लाग्यो रोए पनि है है राम्रो लाग्यो है राम्रो लाग्यो राम्रो लाग्यो कस्तो लाग्यो रोएर है कस्तो लाग्यो नानु राम्रो लाग्यो कस्तो लाग्यो राम्रो छ है एकदम हस् हस् धन्यवाद कस्तो लाग्यो मुभी एकदम राम्रो छ हस् थ्याङ्क यू कस्तो लाग्यो एकदम हस् थ्याङ्क यू कस्तो लाग्यो हजुर राम्रो छ राम्रो छ है कस्तो लाग्यो हजुर राम्रो राम्रो छ है हस् थ्याङ्क कस्तो लाग्यो हजुर मुभी एकदमै राम्रो छ यो विदेशमा भएका जति पनि परानहरू छन् होइन स्वदेशमा छोडेर आएका छन् तिनीहरूलाई चाहिँ एकदमै शिक्षामूलक छ एकदमै खुसी लाग्यो फिल्मको कथावस्तु एकदम मिलेको छ वास्तवमा यो कथावस्तुले एउटा के भन्छ भने जो जहाँ छ खुसी हुनुपर्छ बाँधेर राखेर साध्य हुँदैन तर छोडेर जाँदा पनि त अरू खुसी भएनन् छोराछोरीको खुसीमा खुसी हुनुपर्छ यो अर्थमा यो सन्देश दिन खोजेको होइन कि नेपाल छोडेर सबैजना आउनु तर पनि केही गरेर फर्किनु जस्तो मदन दाइको छोरा फर्किनु दाजु कस्तो लाग्यो एकदम दामी राम्रो लाग्यो हस् थ्याङ्क यू कस्तो लाग्यो नानु एकदम राम्रो लाग्यो हस् थ्याङ्क यू एकदमै राम्रो लाग्यो मुभी होइन कथावस्तु कस्तो लाग्यो हजुर कथावस्तु पनि एकदमै राम्रो छ हामीले नेपालमा चल्दाखेरि हेर्न पाइँदैन होला जस्तो लागेर चाहिँ यहाँ युरोप आएर हेर्नलाई जुरेको रहेछ होइन मलाई एकदम राम्रो लाग्यो होइन त्यसमा चाहिँ अलिकति मन भकानिने टाइपको सिनहरू ठाउँ ठाउँमा छ होइन सबैजनाले हेरिदिनु भन्न चाहन्छु थ्याङ्क यू कस्तो लाग्यो हजुर मुभी धेरै राम्रो लाग्यो है इमोसनल एकदम बाबाको धेरै याद आयो है थ्याङ्क यू कस्तो लाग्यो हजुर धेरै राम्रो एकदम कस्तो लाग्यो एकदमै राम्रो छ मोटिभहरू धेरै मन पर्यो फिल्मको होइन ओके मम्मी ड्याडीको चाहिँ एकदमै अब म त विगत 7 वर्षबाट यहीँ छु एकदम एकै मिस गरेर आएको छु होइन तपाईँ ओखती बन्नलाई कहिले नेपाल फर्काइदै हुनुहुन्छ म नेक्स्ट इयर मेबी ओके है त हस् थ्याङ्क यू एकदम धन्यवाद यस्तो मुभीको लागि थ्याङ्क यू सो मच ओके